आज बिहान उठेर चाहिँ मेरो काम चाहिँ टिनमा खसेको किमुलाई सफा गर्नु थियो। अनि किमु चाहिँ यति धेरै फलेको छ एकचोटि। अनि यो किमु चाहिँ हामी कोही पनि खाँदैनौँ खासै। अनि यसले चाहिँ गाह्रो हुन्छ नि त, उदोमा हुनसक्छ भनेर म चाहिँ खाँदिनँ र मैले बाउलाई पनि खान दिँदैन। अनि हिसाब चाहिँ हावाहुरी चलेको थियो, सायद त्यही भएर नि होला यति धेरै किमु खसेको थियो, पातहरू पनि झरेको थियो, अनि हल्का पानी पनि परेको थियो। अनि त्यो हावाले गर्दाखेरि चाहिँ हल्का धुलो घरभित्र पसेको पनि थियो। अनि त्यसपछि मैले चाहिँ सफा गर्नतर्फ लागेँ। अनि यति सफा गर्दा गर्दा चाहिँ याद पनि आयो मेरो फ्रिज पनि फोहोर छ भनेर। अनि मैले चाहिँ फ्रिज चाहिँ हप्तामा चाहिँ एकचोटि सफा गर्छु। जति सफा गर्दा पनि यो फ्रिज यस्तै भइरहन्छ। मेरो मात्रै हो कि त्यो तपाईँहरूको फ्रिज पनि हो त्यो थाहा भएन। अनि यति धेरै फोहोरहरूलाई चाहिँ मैले फालेर सबै फ्रिजहरू भित्रको सामानहरू धोएर यति धेरै क्लिन गरिसकेको छु। हेर्न सक्नुहुन्छ कति क्युट देखेको छ, व्हाइट कलरमा देखेको छ। अनि त्यसपछि चाहिँ मैले नुहाइधुवाइ गरिसकेको थिएँ, यति धेरै काम गरिसकेपछि चाहिँ फोहोर भएको थिएँ। अनि म नुहाइधुवाइ गरेँ। अनि मैले हिजो चाहिँ मेहन्दी लगाएको थिएँ। अनि त्यो मेहन्दी लगाइसकेको त थिएँ, तर चाहिँ मैले नेल पोलिस चाहिँ लगाएको थिएन के। कस्तो खल्लो के है, त्यति धेरै राम्रो देखेको हातमा नङ पालिस नलाउनु त कस्तो खल्लो देखेको थियो। अनि त्यसपछि फेरि लागेँ नङ पालिस लाउन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ कस्तो क्युट देखेको थियो। अनि मलाई चाहिँ मेहन्दी लाउन खासै आउँदैन, तर पनि मैले लाउने कोसिस गरेँ। अनि यस्तै हो, तपाईँहरूलाई कस्तो लाग्यो मेरो मेहन्दी हजुरले कमेन्ट गरेर भनिदिनु सक्नुहुन्छ। अनि बाबु स्कुल गएको थियो नि त, अनि मैले चाहिँ बाबुलाई लिएर आएँ, उसलाई नास्ता सास्ता खुवाएँ। ओके, आजका लागि चाहिँ यति, बाइ बाइ साथीहरू।